नमस्ते सम्पूर्ण माल्टा गोजो अनि विश्वभरि छरिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई स्वागत तथा न्यानो अभिवादन। अहिले युरोप लगायत नेपाल मा पनि चिसो बढिरहेको छ। अलि जाडोमा चाहिँ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अहिले माल्टामा पनि अहिले स्ट्रम थन्डरहरूको चाहिँ तपाईँको चेतावनी जारी गरिएको छ। त्यही भएर आफू अलिकति सुरक्षित रहनुहोला, आफ्नो केयरफुल हुनुहोला। मैले प्रिभियसली भिडियोमा भनेको जस्तै अब यो जुन प्री डिपार्चर कोर्स चाहिँ जनवरी 5बाट लागू हुने र मार्च 1बाट चाहिँ सर्टिफिकेट चेक हुने आइडेन्टिटाबाट भनेर हिजोबाट जानकारी आएको छ। र यसको प्री डिपार्चर कोर्सको चाहिँ रेट 250 युरो राखिएको छ। जो नन स्किल सेक्टरमा आउन चाहनुहुन्छ उहाँले प्री डिपार्चर कोर्स मात्र गर्दा हुन्छ र स्किल पास गरेर हस्पिटालिटीमा आउनेहरूले चाहिँ स्किल पास प्लस यो प्री डिपार्चर कोर्स दुइटै गर्नुपर्ने हुन्छ। र अब लागत अवश्य नै बढ्ने भयो। तपाईँको 475 युरो स्किल पास प्लस 250 युरो प्री डिपार्चर कोर्समा जाने भयो। यो प्री डिपार्चर कोर्स चाहिँ तपाईँको 20 आवर्सको हुन्छ र यो दुईवटा मोडलमा हुन्छ। एउटा अनलाइन इक्जाम अनि एउटा चाहिँ फेस टु फेस इन्टरभ्यू। यो फेस टु फेस इन्टरभ्यू चाहिँ तपाईँको 20 मिनट्सको अनलाइन इन्टरभ्यू हुन्छ। यो चाहिँ सम्बन्धित निकायबाट तपाईँहरूलाई इन्टरभ्यू लिन्छ। यो पास गर्नै पर्छ। यो पास नगरिकन तपाईँहरूको सुरुमै एप्लिकेसन्स प्रोसेस हुँदैन। र अर्को कुरा आइडेन्टिटीले के पनि जानकारी गराएको छ भनेदेखि यो चाहिँ तपाईँको बिगिनिङ हो। यसको मतलब यो होइन कि तपाईँले 100% भिजा पाउनुहुन्छ, तपाईँ 100% आउनुहुन्छ भन्ने यो होइन। तर जहाँसम्म लाग्छ अब उनीहरूले सबै यो स्किल एसेसमेन्ट यो कोर्सहरू सबै गरिसके पछाडि चाहिँ मलाई मेरो विचारमा लागेको कुरा भनेको भिजा लाग्ने चान्सेस चाहिँ हुन्छ। अब माल्टाको बेसिक स्यालेरी तपाईँहरूलाई थाहा छँदैछ, यहाँको अराउन्ड 962 963 हो बेसिक स्यालेरी। अब तपाईँहरू आफै क्यालकुलेसन गर्नुहोस्। यहाँ पनि अब जसले मेहनत गर्नुभएको छ, जसले फुल टाइम पार्ट टाइम काम गर्नुभएको छ उहाँहरूले राम्रै कमाइ पनि राख्नु भएको छ। कतिपय साथीहरू अब घरमा बस्ने, टिकटक चलाउने, अब फेसबुक चलाउने, त्यहाँबाट अनि माल्टामा काम छैन भन्ने पनि हुनुहुन्छ। काम गर्न चाहनेको लागि चाहिँ यहाँ छ, तपाईँले मेहनत गर्न सक्नुहुन्छ। आफ्नो अफ आवरमा ड्युटी पछाडि अथवा उसमा गरेर 1500 2022 2500सम्म पनि कमाउनु भएको छ। समय हुँदा सिजनमा हुँदाखेरि भनेदेखि अफ सिजनमा तपाईँको यताउता गरेर 1200-1400 बनाउनु भएको छ। अब तपाईँमा डिपेन्ड रहन्छ तपाईँ कति कमाउने कति गर्ने भनेर। तर यदि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ अब यो एकदम म्यान्डेटरी छ। आफ्नो इङ्ग्लिस भाषालाई अलिकति सुधार्नुहोस्। कमजोरी छ भनेदेखि कोर्सहरू अध्ययन गर्नुहोस् र जहाँबाट चाहिँ तपाईँले एप्लिकेसन्स गर्न सक्नुहुन्छ त्यो राम्रोसँग बुझ्नुहोस्। हस्पिटालिटीमा आउनेले दुइटै कोर्स गर्नु पऱ्यो, नन हस्पिटालिटीमा आउनेले यो एउटा कोर्स गर्नु पऱ्यो। तर इङ्ग्लिस चाहिँ अनिवार्य भयो। अब यहाँ रहनुभएका माल्टामा रहनुभएका